तिमी त त्यस बेला गयो जब लागेको थियो मेरो साथ दिन्छौ। म एक्लै भएको थिएँ। मैले नि यही सोचे, कमसेकम तिमी त मेरो साथी हुन्छौ। मैले फर्केर हेरेँ, तर तिमीले त मलाई छोडिसकेको थियो। यति सजिलो थियो र तिमीलाई जान, जो फर्केर तिमीले मलाई एकचोटि पनि हेरेनौ। हामी बिग्रेको कुरालाई मिलाउन सक्थ्यौ नि। हेर, जुन कुरा थियो मनमा त्यो सेयर गर्न सक्थ्यौ नि। हामी सुरुमा जस्तो थियौँ त्यस्तै बन्न सक्थ्यौ नि। भन त, हामी छुट्टिनु अगाडि केही समय त लिन सक्थ्यौ नि। आखिरमा बितेको समयको लागि एउटा नयाँ सुरुवात हुन सक्थ्यो। तिम्रो खुसी थियो जानु, म बुझ्छु यो कुरा। तर यस्तो पनि तिमीलाई के कुराको हतार थियो मबाट टाढा भएर? के खुसी छौ अहिले? साँच्चै भन, आफ्नो यादबाट पनि के मलाई हटायो? पहिले फरक पर्थ्यो यी प्रश्नहरूले, तर अब अझै अरू आफ्नो मन दुखाउनु छैन। तिमीलाई आफूभन्दा बढी चाहेर पनि बिछोड्नै त मिल्यो नि। अब कसैलाई नि आफूभन्दा बढी चाहनु छैन। धन्यवाद छ तिमीलाई ती सुन्दर पलहरूको लागि र यी दुःखहरूको लागि पनि। म खुसी छु जो तिमीले मलाई म आफैसँग आफ्नो परिचय गरायो। म खुसी छु तिमी मेरो जिन्दगीबाट गएकोमा। म अलिकति पनि त दुखी छैन। तिमीबाट पनि धेरै कुरा सिक्न पाएँ नि मैले। म त्यस्तो मान्छे त होइन जो बिछोडपछि तिम्रो बदनाम गराउँछ। बस अन्तिमचोटि तिमीलाई यी सबै कुरा बताउनु थियो। अब बिदा छ तिमीलाई। फेरि यस्तो कसैलाई नगर्नु है। फेरि मलाई जस्तै अरू कसैलाई नरुवाउनु है।